Hello everyone, Khamri, Namaste, welcome and welcome back again to Sumlip Jamini vlog. This is new day, new vlog. आज चाहिँ भने म कलुक स्कुलमा प्रोग्राम भएको कारणले गर्दाखेरि चाहिँ प्रोग्राममा एटेन्ड गरिरहेछु साथीहरु। सो फेरि घर आइपुगेपछि चाहिँ आफूले खानाहरु पकाउनु पर्ने हुन्छ साथीहरु। खानामा चाहिँ आज रोटी र सब्जी अनि राइस पनि रहनेछ है साथीहरु। रोटी बनाउनको लागि चाहिँ मैले पिठो अघि गुनिसकेको थिएँ अनि यसलाई चाहिँ मज्जाले मोल्ने, त्यहाँदेखि चाहिँ फेरि काट्ने, डल्लो पार्ने, त्यहाँदेखि बेल्ने, त्यहाँबाट चाहिँ पकाउने। हामी छोरी मान्छेले चाहिँ थाक्यो भनेर भन्नु पनि कहिले नपाउने क्या। अब हामी सबै छोरा मान्छे छोरी मान्छे सँगै काममा निस्केर गयो भने पनि अनि सेम काम गरेर आयो भने पनि आएपछि फेरि खाना बनाउनु पर्ने। तर छोरा मान्छेहरुले चाहिँ बनाउँदैन, थाकेको होला भनेर पनि कहिले पनि सोध्दैन। यो रुल्स चाहिँ मलाई मनै परेन। मैले रोटी चाहिँ अलिक सानो साइजको बनाउँछु, त्यही भएर चाहिँ अलिक ढिलो पनि भइसकेको छ। त्यही भएर चाहिँ तावामा चाहिँ 3-3 वटा गरेर चाहिँ पकाउने है त साथीहरु। मैले लास्ट टाइम पनि भनेको थिएँ तपाईहरुलाई, रोटीलाई डाइरेक्ट ग्यास चुलामा सेक्नु हुँदैन र यसरी तपाईहरुले एउटा सफा ह्यान्ड टावलले मज्जाले प्रेस गरेर पकाउन सक्नुहुन्छ अनि एकदमै मज्जाले पनि पाक्छ। हामीले प्रेस गर्दा गर्दै फुलिन्छ पनि साथीहरु। यो चाहिँ मैले सब्जीमा पेस्ट लगाउनको लागि चाहिँ टमाटर, प्याज अनि लसुनको पत्ता गरेर चाहिँ मिक्स गरेर मैले यहाँनिर ग्राइन्ड गरिदिएको छु अनि यसलाई चाहिँ पाक्दै गरेको सब्जीमा हालिदिनु पर्ने हुन्छ साथीहरु। यो यसरी पेस्ट बनायो भने चाहिँ अलिकति ग्रेभी पनि मज्जाले निस्किन्छ रोटीसँग खानको लागि। र साथीहरु मेरो खाना रेडी भइसकेको छ। हेर्नुस्, अलिकति चावल छ, त्यहाँदेखि सुप छ, त्यहाँदेखि रोटी छ, त्यहाँदेखि चाहिँ अहिले बनाइसकेको मेरो सब्जी पनि छ है त साथीहरु। अब रेडी पारिसकेर किन राख्ने हैन, अब चट्टै लगाएर खाइदिने हो साथीहरु। खाना चाहिँ जे होस् मिठै बनाउँछु साथीहरु म चाहिँ। मेहनत लगाएर बनाउँछु तर मिठो बनाउँछु है त म चाहिँ। अनि एउटा कुरा चाहिँ नि साथीहरु, तपाईहरुले मेरो मिनी भ्लगलाई यति साह्रो मन पराइदिनुहुन्छ, माया गर्नुहुन्छ। अरु मेरो रिल्स भिडियोहरु त्यति चल्दैन, तर भने मेरो मिनी भ्लग मज्जाले चल्छ। तपाईहरुले हेरिदिनुहुन्छ, मन पराइदिनुहुन्छ। त्यही कारणले गर्दाखेरि म पनि एकदमै खुसी भएर खुसी मिनी भ्लग बनाउन सक्छु। र साथीहरु यसरी सपोर्ट गरिदिनु होला मलाई। अनि तपाईहरुको साथ सपोर्ट एकदमै मेरो मुटु भित्र नै छ है त साथीहरु। र यति भन्दै मेरो मिनी भ्लग यहीँनेर एन्ड गर्नुपर्ने हुन्छ। साह्रै लामो पनि एकदमै बोरिङ लाग्दो हुन्छ। र साथीहरु फेरि पनि अर्को नयाँ मिनी भ्लग लिएर छिट्टै भेट्ने बाचा गर्दै अहिलेलाई भने बिदा चाहन्छु। हस्त नमस्ते, बाइ बाइ।